हेलो गाइज, गुड मर्निङ सबैलाई। मैले कारक र विभक्तिको चाहिँ नि प्रकार लिएर आएको छु। वास्तवमा यो एउटा नेपाली व्याकरणमा चाहिँ कारक के हो र विभक्ति के हो, यो विषयबिच मैले चर्चा गर्न गइरहेको छु। मेनली त कारक र विभक्ति, कारक चाहिँ 6 प्रकारका हुन्छन् तर विभक्ति चाहिँ 7 प्रकारका हुन्छन् है गाइज। यसमा चाहिँ के छ त, सबभन्दा पहिला कर्ता कारक। तपाईँ हामीलाई थाहा छ कर्ता कारक, यसलाई चाहिँ कर्ता कारकमा चाहिँ ले, बाट र द्वारा मात्रै लाग्छ हैन। यसमा चाहिँ के छ त, अब कर्ता कारकलाई हामीले प्रथम विभक्तिको रूपमा पनि बुझ्न सकिन्छ। विभक्तिमा हेर्ने हो भने चाहिँ यो प्रथम हुन्छ। हामीले 1 नम्बरमा कर्ता कारक, त्यसैगरी विभक्तिको 1 नम्बरमा प्रथम विभक्ति। अब यसमा चाहिँ के छ त, राजनले, यहाँनिर चाहिँ के छ, तपाईको राजनले बनायो छ। कसले बनायो भनेपछि ले आयो नि त यहाँ हैन। कसले बनायो त, राजनले बनायो। बनाउने काम कसले गर्यो, त्यो चाहिँ के भयो त, यहाँनिर ले त्यो भएर यहाँ चाहिँ के भयो त, कर्ता कारक अथवा प्रथम विभक्तिको रूपमा प्रयोग भयो। रामबाट त्यो काम सम्पन्न भयो भन्ने छ। अब यहाँनिर जस्तै लेको चाहिँ मैले बनाएको बाटो, रामबाट मैले कसले गर्यो त, रामले गरे हैन त। बाटो भनेको त्यही रामबाटै भयो नि त कुराकानी। कसले गर्यो त, वास्तवमा काम गर्ने व्यक्ति चाहिँ को हैन, राम हैन त। अथवा राजन, यहाँ चाहिँ राजन छ, राजनले बनायो। कसले बनायो, राजनले बनायो। त्यसैगरी कसबाट गराइयो भनेपछि रामबाट काम गराइयो हैन। रामद्वारा गीत गाइयो। कसले गायो गीत, रामले हैन त गाएको। जुन व्यक्ति चाहिँ गाउने व्यक्ति को हो, कर्ता को हो त त्यसमा। कर्ता भनेको चाहिँ काम गर्ने व्यक्ति, त्यसलाई भनिन्छ कर्ता हैन। त्यसै गरी चाहिँ अब कर्मकारक आयो। यसलाई कर्मकारकमा हामीले द्वितीय विभक्तिको रूपमा लिन सकिन्छ। यसमा चाहिँ लाई भनेको चाहिँ कामको असर भोग्ने। जस्तै सरले उनीहरूलाई बोलाउनु भयो। अब कसले बोलायो त, सरले उनीहरूलाई बोलाउनु भयो। सरले यहाँ के भयो, सर चाहिँ यहाँ के भयो त, कर्ता भयो। तर अब यहाँ कर्मको कुरा छ, कर्मकारकको कुरा छ हामीसँग चाहिँ। कर्म भनेको चाहिँ के त, काम गर्ने व्यक्ति अथवा कामको असर बोक्ने व्यक्ति। जस्तै सरले उनीहरूलाई बोलाउनु भयो। कसले बोलाउनु भयो त, उनीहरू भनेको त उनीहरू आए नि त बोलाउँदाखेरि हैन। बोलाउँदाखेरि त आउनु परेन, आएपछि दुःख भयो नि त्यसलाई, कामको असर भोग्नु परेन हैन। लाई मात्रै प्रयोग हुन्छ है। यसमा चाहिँ के त, कर्मकारक। अब त्यसै गरी यो कर्मकारक मध्येको पनि यसलाई चाहिँ साइडमा चाहिँ द्वितीय विभक्तिमा चाहिँ यो के आयो त, द्वितीय विभक्ति आयो, जसमा लाईको प्रयोग भयो हैन। अब तपाईँले चाहिँ नि यसमा लाई कसरी छुट्याउने, अब तल पनि छन् लाईहरू पनि आइरहेछन्। फेरि लेबाट द्वारा अब प्रथममा पनि छ, तेस्रोमा पनि छ। कसरी छुट्याउने भनेर अरू कन्फ्युज हुनसक्छ। त्यस कारणले गर्दा अब जस्तै राजनले बनायो, कसले बनायो भन्ने हामीले यो के भयो त, प्रथम विभक्ति भयो। त्यसै गरी अब लाई, कसलाई, कामको असर भोग्ने। रामले उनीहरूलाई बोलाउनु भयो। कसलाई, कामको असर कसले भोग्यो, उनीहरूले भोग्यो नि त कामको असर। उनीहरू आउनु परेन, आउनु पर्दाखेरि काम कसले गर्यो त, जुन बिचमा हिँड्ने व्यक्ति हिँड्ने काम कसले गर्यो, बोलाउँदाखेरि आउने काम कसले गर्यो, कामको असर कसले भोग्यो, बोलाउनु पो सरले बोलायो। सर चाहिँ यहाँ कर्ता भएर पो बोलायो। अब कर्म गर्ने त उनीहरू हो नि त, बोलाएपछि आउनु परेन। त्यो भएर चाहिँ के भयो त, कर्मकारक भयो। त्यसै गरी करणकारक छ। करणकारक भनेको यता विभक्तिमा हामीले हेर्दा तृतीय विभक्ति पनि हामीले बुझ्न सक्छौँ। लेबाट द्वारा। अब यसमा चाहिँ के छ त, अब प्रथम विभक्तिमा पनि लेबाट द्वारा छ, अब तृतीयमा पनि लेबाट द्वारा छ। कसरी छुट्याउने, साधन तथा उपकरण। यसमा चाहिँ साधन वा उपकरणको प्रयोग गरिन्छ। मेनली भन्दाखेरि चाहिँ साधन वा उपकरण। जस्तै पार्वतीले फोनबाट कुरा गरी। केबाट गरी त, फोन कुन साधनको प्रयोग गरेर गरी भनेपछि पार्वतीले फोनबाट कुरा गरी। साधन के छ त, यहाँ साधन फोन हो। तपाईँलाई इक्जाममा कसरी आउँछ त, पार्वतीले फोनबाट कुरा गरी, तलका मध्ये कुन चाहिँ विभक्तिको प्रयोग भएको छ भने अब फोन भन्ने, अब फोन देख्दा बित्तिकै साधनको प्रयोग भयो। यतापट्टि करणको कुरा गर्ने भने अब तलका मध्ये कुन तपाईँको चाहिँ कारक हो भनेपछि करण कारक भयो। त्यसै गरी यता चाहिँ तृतीय भनेपछि साधनको प्रयोग कहाँ भएको छ, पार्वतीले फोनबाट कुरा गरी। फोन चाहिँ के भयो त, साधन। त्यही भएर यो के भयो त, करण कारक। त्यसै गरी अब सम्प्रदान कारक चतुर्थी विभक्ति। लाई, लागि, निम्ति हैन। कर्ताको उद्देश्य वा प्रयोजन। जानुकाले आमालाई पैसा दिई हैन। प्रदान गरी, के प्रदान दिने काम गरी। त्यसले के को उद्देश्य के छ त्यसमा, कर्ताको उद्देश्य के हो त, कर्ता भनेको के हो, जानुकाको उद्देश्य आमालाई के दिनु हो त, पैसा दिनु हो, प्रदान गर्नु हो। अब तपाईँले लोजिकको लागि चाहिँ सम अनि प्रदान भनेको एक व्यक्तिले अर्कोलाई दिनु। त्यहाँ के भयो त, आमालाई पैसा दिई, पैसा पठाई हैन भनेपछि कर्ताको उद्देश्य वा प्रयोजन। कर्ताको उद्देश्य के छ त, कर्ता भनेको चाहिँ मेन भनेको कर्ता यहाँ को हो त, कर्ता यहाँ चाहिँ जानुका हो। जानुकाको उद्देश्य के हो, पैसा दिनु हो। कर्ताको उद्देश्य आयो भने चाहिँ के भयो त, प्रयोजन के छ त, आमाले पैसा दिने छ। त्यही भएर यहाँ यो लाईको प्रयोग छ। लाई, लागि, निम्ति। यो चाहिँ के भयो त, चतुर्थी विभक्तिमा पर्यो। यतापट्टि सम्प्रदानमा पर्यो, दिने काम गर्यो। त्यसै गरी आयो अपदान कारक।
यो पञ्चमी विभक्ति पर्छ। देखि वा बाट। अपदान भनेको कुनै पनि ठाउँ छुटिनु वा कुनै पनि ठाउँ सुरु हुनु वा जोडिनु। जस्तै हातबाट त कलम खस्यो, बाट के भयो त यहाँ हात एउटा हो अनि कलम चाहिँ खस्यो, कहाँ खस्यो त भुइँमा खस्यो भनेपछि यो त छुट्यो, हातबाट छुट्यो। यो भनेपछि पञ्चमी विभक्ति। देखि जस्तै गुल्मीबाट म काठमाडौँ आएँ भनेपछि गुल्मी एउटा जिल्ला हो र काठमाडौँ छुट्टै जिल्ला हो। त्यहाँबाट त्यहाँ गुल्मीबाट त छुट्यो नि त, ऊ छुट्यो र अर्को नयाँ ठाउँ कहाँ गयो, सुरु कहाँ आयो, काठमाडौँबाट फेरि सुरु भयो, जोडियो। कुनै ठाउँमा छुट्यो छ र कुनै ठाउँमा जोडियो छ। गुल्मीबाट काठमाडौँ आएँ, यो तलको मध्ये कुन चाहिँ विभक्तिको प्रयोग भएको छ भनेपछि चाहिँ पञ्चमी विभक्ति भन्नु पऱ्यो, किनकि यो ठाउँमा छुटिने वा जोडिने अथवा अपदान कारक अपादान भनेको चाहिँ त्यसरी बुझ्नु पऱ्यो। अब त्यसै गरी चाहिँ मेनली हामीसित चाहिँ अब 5 कारकमा अहिले हामी चाहिँ कारक चाहिँ हामी 5 सम्म आयौँ र विभक्तिमा चाहिँ हामी पञ्चमी विभक्तिमा आयौँ। अब रहेको छ अब हाम्रो चाहिँ 6औं नम्बरमा चाहिँ अब हाम्रो के छ त षष्ठी विभक्ति छ। यसमा चाहिँ अब हाम्रो 6औं नम्बरमा चाहिँ हुनुपर्ने के हो त हाम्रो अधिकरण हो, तर यहाँ अधिकरण छैन अहिलेलाई। यसमा ड्यास छोडिदिनु होला तपाईँले। मैले यहाँ चाहिँ अलिकति सम्बन्ध लेखेको छु। सम्बन्ध चाहिँ किन लेखेँ भने यहाँ अलिकति सम्बन्ध बुझाउँछ। कोकाकी रोरानी नोनानी हैन, उमाको छोरो आयो मेरी दिदी हुनुहुन्छ, मुनाले आफ्नो काम सिद्ध्याई भनेपछि उमाको छोरो आयो। कसको छोरो आयो त? उमाको छोरो आयो नि त। उमा र छोरा त एउटा सम्बन्ध हो नि त, उमाको छोरो रहेछ नि त। भनेपछि के भयो त सम्बन्ध भयो हैन। त्यही भएर मैले सम्बन्ध चाहिँ खास सम्बन्ध कारक चाहिँ हुँदैन, तर मैले चाहिँ सम्बन्ध बुझाउँछु है भनेर यहाँ चाहिँ के गरेको त मैले सम्बन्ध चाहिँ जनाउँदो रहेछ। अब तपाईँले एकदम इजी इक्जामको लागि कोरोना भनेर सम्झिँदा नि हुन्छ। कोरोना कुनै पनि एउटा शब्दमा चाहिँ को आछ, को जोडिन आछ। त्यसै गरी री अथवा रोरानी, रो भने पनि अब रोकै लाइनमा पऱ्यो। ना भनेको ना हैन, आफ्नो, आफ्ना, आफ्नी सम्बन्ध छ नि त यहाँनिर। जस्तै मुनाले आफ्नो काम सिद्ध्याई, मुना र आफ्नो बिच सम्बन्ध छ नि त यहाँनिर। मुनाले आफ्नो काम सिद्ध्याई, कसको काम सिद्ध्याई त? आफ्नो काम सिद्ध्याई। मुनाले आफ्नै काम सिद्ध्याई नि त, यहाँ पनि सम्बन्ध छ क्या, लुकेको छ क्या नोमा चाहिँ। त्यसै गरी मेरी दिदी हुनुहुन्छ, कसकी दिदी? मेरी दिदी। म र मेरी दिदी बिचको सम्बन्ध छ नि त, दिदीभाइको सम्बन्ध छ नि त। त्यो भएर चाहिँ यसमा यो भयो। अब त्यसै गरी अधिकरण कारक छ। अधिकरण चाहिँ कारक हाम्रो के छ त? कर्ता कारक, कर्म कारक, करण कारक, सम्पादन कारक, अवदान कारक। त्यसै गरी अधिकरण कारक चाहिँ 6 किसिमका छन्। त्यसै गरी विभक्ति चाहिँ प्रथम विभक्ति, द्वितीय विभक्ति, तृतीय विभक्ति, चतुर्थ विभक्ति, पञ्चम विभक्ति, त्यसै गरी सप्तमी विभक्ति।